हो यो मान्छे? हेलो गाइज, दिस इज निमेश एन्ड वेलकम टु माई अनदर भिडियो। आज हामी खुरकोटबाट हेटौँडसम्मको यात्रा तय गर्दैछौँ। खुरकोटबाट हेटौँडसम्म जानको लागि चाहिँ पहिला सिन्धुली हुँदै जानुपर्ने हुन्छ र यता बर्दिवास हुँदै पनि जान सकिन्छ। त्यो बाटो अलिक लामो पर्ने भएकोले हामी यता सिन्धुलीबाट सिधै डाइरेक्ट मदन भण्डारी लोकमार्ग प्रयोग गर्नेछौँ। त्यो बाटो हामी हिँडिरहेको बाटो हो। अहिले चाहिँ त्यो बाटो अलिक प्याक होला दसैँको कारणले गर्दाखेरि। अब त्यो बाटो हुँदै हामी हेटौँडसम्म जान्छौँ है त। ल, भिडियो हेरेर साथ दिनु होला। हाम्रो यात्रा प्राय चाहिँ खुरकोटबाट सुरु हुन्छ। आजको हाम्रो यात्रा खुरकोटदेखि सिन्धुली हुँदै हेटौँडासम्मको रहेको छ। यस यात्राको क्रममा पिपी राजमार्ग हुँदै मदन भण्डारी लोकमार्गको अवस्थाबारे देखाउने प्रयास गर्नेछौँ। बिहानको सुन्दर र पिपी राजमार्गको वरिपरिको हराभरा दृश्यको अनुभव टुल्दै हाम्रो यात्रा अगाडि बढ्दै थियो। कहीँ कतै बाटोमा पहिरो देख्न सकिन्थ्यो, तथापि हामी यात्राको मजा लिनमा व्यस्त थियौँ। हामी चाहिँ लगभग अहिले 7-8 किलोमिटरको यात्रा पार गरेपछि यो माथिल्लो 12 भन्ने ठाउँमा आइपुग्यौँ। यात्रा सधैँ छ अहिलेसम्म। बाटो खासै बिग्रिरहेको यतापट्टि यो बिपी हाइवे राम्रै छ यहाँ माथि। ल, अब हामी सिन्धुली गढीको बाटो हुँदै सिन्धुली जान्छौँ है त। हामी चाहिँ अहिले यो माथिल्लो 12 भन्ने ठाउँ कटेर गढी नजिकै आइपुगेका छौँ। गढी आउनु अब लगभग 3-4 किलोमिटर बाँकी होला। बाटो ठिक छ, यहाँको भ्यू पनि एकदम राम्रो छ। त्यही भएर यहाँ एकछिन बसेर हामीले भिडियो खिच्ने निर्णय गऱ्यौँ। एक दुईवटा भिडियो क्लिप पनि बनायो, रिल्सहरू बनायो। एकदम दामी भ्यू छ यहाँनिर। हामी अहिले खनियाखर्क भन्ने ठाउँमा आइपुग्यौँ। यहाँबाट सिन्धुली गढी प्रवेशद्वार लगभग 3 किलोमिटरको दूरीमा पर्दछ। हेलो गाइज, अहिले चाहिँ हामी खुरकोटबाट लगभग 20-21 किलोमिटरको यात्रा पार गरिसक्यौँ। अहिले हामी सोला भन्ज्याङ भन्ने ठाउँमा छौँ। यही तपाईँको राइट साइडबाट सिन्धुली गढी प्रवेशद्वार पनि छ। यहाँबाट विभिन्न गाउँहरू जस्तै चपौली अनि यता कलाघर भन्ने ठाउँ पनि जान सकिन्छ। यहाँ साइडमा एउटा राम्रो होटल छ, राम्रो सानो होटल छ। यहाँ नास्ताहरू मिठो पाइन्छ। त्यसैले हामी यहाँ नास्ता खान लागि एकछिन यहाँ आछौँ। अब हामी एकछिन यहाँ नास्ता खान्छौँ र त्यसपछि फेरि आफ्नो गन्तव्यतर्फ अगाडि बढ्छौँ है त। हाम्रो चाहिँ खाजा आइसक्यो, चना अन्डा। कस्तो छ चना अन्डा? ठिक छ? हेर्दा त ठिकै देखिन्छ, खाँदा कस्तो छ? मिठो छ? ठिक छ। बिहानको सोला भन्ज्याङको मिठो ब्रेकफास्टपछि हाम्रो यात्रा अगाडि बढ्यो। हामी यात्राको मजा लिँदै सुन्दर दृश्यहरूलाई कैद गर्दै अगाडि बढ्दै थियौँ। बाटोमा एक सानो गाडीले टन्न यात्रुहरू बोक्दै सवार गर्दै थियो। केही बेरको यात्रापछि हामी सिन्धुली माडी बजार छिर्छौँ। हाम्रो बाटो यहाँबाट परिवर्तन हुन्छ। हामी यहाँबाट पिपी राजमार्गलाई छोडेर मदन भण्डारी लोकमार्ग हुँदै यात्रा गर्दै थियौँ। हेटौँडासम्म यस बाटोको दूरी लगभग 120 किलोमिटरको रहेको छ। मैले यस बाटोको यात्रा गरेको पनि सायद 3 वर्ष भयो होला। कतको बाढी पहिरोले यस बाटोलाई खासै क्षति पुर्याएको जस्तो देखिएन। यस बाटोमा कतै कच्ची सडक देख्न सकिन्छ, जसले गर्दा यस सुन्दर बाटोको छविमा ठुलो दाग लागेको जस्तो मलाई भान हुन्छ। हामी अहिले सिन्धुली माडीको बजार कटेर धुरा बजार हुँदै मदन भण्डारी लोकमार्गमा यात्रा गर्दैछौँ।
यो बाटो सिन्धुलीदेखि हेटौँडासम्म 120 किलोमिटरको रहेको छ। यो बाटो ठाउँ ठाउँमा कहीँ 5-10% चाहिँ अलि राम्रो छैन, बिग्रेको छ, बनाउन बाँकी छ भनौँ न। लगभग 90 देखि 95% चाहिँ राम्रै छ बाटो। र दसैँ कारणले होला उता बिपी राजमार्ग पनि बन्द छ, त्यसै कारणले यहाँ अलि गाडीको चाप अलिक बढी देख्न सक्छ हामी। अब बिस्तारै जान्छ है त हामी यहाँ। केही समयको यात्रापछि हामी सुनकोशी मरिन डाइभर्सनको प्रोजेक्ट एरियामा आइपुग्छौँ। यहाँ एक स्थानमा एक्साभेटरको मद्दतबाट लिङ्गिपिङ हाल्दै गरेको दृश्य देख्दा अचम्म लाग्यो। तलबाट मरिन खोला आफ्नै गतिमा बग्दै थियो। हामी त्यसमाथि बनेको पुल हुँदै यात्रा गर्दै थियौँ। यस पटकको यात्रामा यो बाटोमा निकै गाडीको चाप बढेको देखियो। सायद बिपी राजमार्गको अवरुद्धपछि भएको मान्न सकिन्छ। अहिले चाहिँ हामी लगभग सिन्धुलीबाट 40 किलोमिटर जति यात्रा पार गरिसक्यौँ। अब लगभग 80 किलोमिटर जति छ हेटौँडा आउनलाई। एकदमै बाटो आज चाहिँ प्याक छ, दसैँले गर्दा होला यो बाटो खुला छ। अनि त्यही भएर तपाईँको काठमाडौँबाट आउने टुर जाने सबै हायसहरू, सुमोहरू र प्राइभेट गाडीहरू पनि धेरै चलिरहेको, बसहरू पनि चलिरहेको छ। त्यसले गर्दा हामी बिस्तारै जाँदैछौँ आज चाहिँ। धेरै स्पिड चलाउनु पनि फेरि गाह्रै छ यो बाटो, एकदम सार्प टर्निङ छ, कहीँ के छ होइन, कहीँ पहिरो झरिरहेको छ। बाटो फराकिलो भए तापनि त्यस्तो मिलेर बनेको छैन यो बाटो, ठिकै छ, जो चाहिँ यतिको राम्रै हो यो बाटो चाहिँ। यात्राको क्रममा सडकको छेउमा तकै मार्दै बसिरहेका यात्रुहरू प्रशस्तै भेटिन्थे। हामी अहिले सिन्धुली र मकरपुर जिल्लालाई छुट्याउने बागमती पुल हुँदै यात्रा गर्दैथ्यौँ। यस पुल कटेपछि मलाई चाहिँ हेटौँडा अब धेरै टाढा छैन जस्तो लाग्छ। हामी अहिले बागमती पुलमा आइपुग्यो। यो चाहिँ सिन्धुली जिल्ला र मकवानपुर जिल्ला छुट्याउने पुल हो। यहाँबाट अब हामी मकवानपुर जिल्लामा प्रवेश गऱ्यौँ। यहाँसम्मको बाटो लगभग ठिकै थियो, गाडी बाइकहरू एकदम धेरै आइरहेछ, खुसी लाग्छ। यो ठाउँमा फेरि अलि अगाडि हिँड्दाखेरि खासै गाडी हिँड्दैन थियो, यहाँको गाडी नहिँड्नाले होटलहरू पनि त्यसै चलेको थिएन। अहिले गाडी हिँड्या भएर राम्रै हो, यो ठाउँको विकासको लागि बाटो छ, गाडी खासै हिँडेको थिएन, ठिक छ। अब हामी मकवानपुर जिल्लातर्फ है त।
हामी चाहिँ अहिले यो चिसापानी भन्ने ठाउँमा आइपुग्यौँ। लगभग अब हेटौँडा यहाँबाट नजिकै छ भनौँ, 30 किलोमिटर जति होला यहाँबाट। लास्टै गर्मी पनि भयो बाटोमा, घाम लागिरहेको छ। असोजको अन्तिम महिना त दसैँ लागिसक्यो, गर्मी पनि यस्तै छ फेरि होइन। एकछिन हामी यहाँ मुखसुख धुन्छौँ। के छ भाइ? ओ पानी पराएको छ, मुख धुनुहुन्छ है पानी? खतरा कलर है। पानी से पड़ा हो कस्तो फोर्स आयो अरे पानी? कसरी आयो फोर्स? दामी फोर्स आयो। हामी अहिले हेटौडा उपमहानगरपालिकामा प्रवेश गर्छौँ। यहाँबाट हेटौडा बजार पुग्न लगभग 8 किलोमिटर यात्रा पार गर्नुपर्छ। हामी चौगडा बजार हुँदै हेटौडातर्फ बढ्दैथ्यौँ। हामी लगभग हेटौडा बजार पुग्ने आँटौँ। यस मार्गको नाम कान्तिलोक मार्ग हो। सायद दसैँको कारणले होला धेरै भिडभाड थियो। बाटोमा गाडीको जामले एकछिन शास्ति खेप्नु पर्यो। आजको हाम्रो यात्रा हेटौडा बजारसम्मको मात्र नभई हेटौडा बजारबाट 11 किलोमिटर पश्चिममा रहेको बस्तीपुरसम्मको रहेको छ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। टेक केयर एन्ड सी यू अल इन एल द भिडियो। हामी घर आइपुग्यौँ। हामी घर पुगेका छौँ। नमस्ते दादा को आउने
हेलो को हो यो मान्छे